हेलो गाइज, आज हामी मोमो बनाउनेछौँ घरमै। त्यसको लागि अब हामी बजार जाँदैछौँ पानीपुरको। हामीले मोमो बनाउने सामानहरू ल्याइकन रेडी पारिसक्यो। हामी मोमो बनाउनलाई सामान लिनु गएको, मैदा नै बिर्सेर आइदिएको छु। फेरि अब मोमोले मैदा लिनु जाँदैछु। बाटो फाइनली सामान ल्याइकन आइयो है। सामानहरू ल्याइकन हामी घर पनि पुग्यौँ। हेर्न सक्नुहुन्छ मैदा सबै गोबी। अब यसै हामी राम्ररी पखाल्नलाई रेडी पार्छौँ। यसलाई पानी हालेर बन्दकोपीलाई हामी काटेर यस बन्दकोपीलाई हामी अब छिल्नेछौँ, घिच्नेछौँ। हामी यसलाई घिसेर मसिनो बनाउँछौँ। त्यसको लागि हामी लसुनलाई पनि यता छिर्दै गरेका छौँ। घिसेर अब हामी यसरी थालमा सुकाउनको लागि राख्छौँ। यसलाई पनि हामीले घिसेर्छौँ। अब घिसेर हामी अब गाजरलाई प्लेटमा हाल्छौँ सुकाउनको लागि। पछि पानी हुन्छ। यो पनि हामी घिच्दछौँ किनकि सजिलो हुन्छ, पछि राम्रो बन्छ। लसुनले छिरेर अब यसलाई पनि हामीले अब एउटा प्लेटमा हाल्छौँ। एकदम राम्रो हुन्छ, यो पेस्ट हुन्छ हाम्रो। चिन्न चाहिँ अप्ठ्यारो बाटो त्यसरी हामीले अब मिक्सरमा हालेर राम्ररी पिस्यौँ, सजिलो पनि हुन्छ। गइरहेको थियो। लसुनको पनि हामीले पेस्ट पनि रेडी पार्यौँ। खुर्सानीलाई पनि यस्तै गरी पिस्छौँ हामी मिक्सरमा। पिसेर छिटो पनि हुन्छ। अब हामी एउटा प्लेटमा हाल्छौँ। खुर्सानी कस्तो दामी पेस्ट बनेर रेडी भइसकेको छ। अब यसमा हामी अदुवा हालेर अदुवाको पनि पेस्ट बनाउँछौँ। अब लगभग हाम्रो सबै कुराको पेस्ट रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ बन्दकोपीको पेस्ट हो यो, पेस्ट नै भन्छ नि। हरियो खुर्सानीको पेस्ट रेडी भयो। त्यसपछि हाम्रो प्याजको रेडी भयो। त्योपछि लसुन, अदुवा अनि गाजर अनि हरियो खुर्सानी सबै हाम्रो पेस्ट रेडी भयो। यति नै हामीलाई चाहिन्छ मोमोको। हामी ग्यास हाल्ने, त्यसपछि कराईलाई हामी गरम गर्छौँ। यसमा तेल हाल्छौँ हामी। पानी अदुवा र लसुनलाई एकसाथ हाल्छौँ। लसुन फेरि मिठो स्वाद दिन्छ पछि मोमोमा। अब हामी हरियो खुर्सानी हाल्छौँ यसमा। अब मजेदार हुन्छ हामी मोमो। प्याज हाल्छौँ। यसमा हामी अब गाजर हाल्छौँ। छिटो हाल्नुपर्छ किनभने यसमा धेरै पानी हुन्छ। हेर्नु कति पानी निस्क्यो गोबीबाट। हेर्नु त पानी गोबीबाट कति निस्क्यो पानी। पानी चाहिँ हामी निकाल्नु पर्छ किनभने हाम्रो स्वाद राम्रो त्यस कारण। हेर्नुहोस् त पानी यति निस्किँदो रहेछ गोबीबाट। पानीले मिक्स गर्छौँ। यसमा हामी नुन हाल्छौँ वरिपरि मिक्स गर्नु राम्ररी। त्यसमा हल्दी पनि हाल्छौँ हामी थोडा। त्यसमा अब रातो खुर्सानी हाल्छौँ। खुर्सानी अब हामी यसमा काली मिर्च हाल्छौँ हामीले। यसले धेरै राम्रो स्वाद दिन्छ। मिक्स गर्छौँ यसलाई हामी राम्ररी। मिक्स गर्छौँ राम्ररी यसलाई। हुन्छ मोमोको भित्रको मसला हाम्रो भेज मोमो बन्दकोपी गाजर खुर्सानी अदुवा लसुन पेस्ट बनाएर अब हामी एकचोटि ढाक्छौँ। अब छिटो थाहा चाहिँ अब हामी यसमा तेल लगाउँछौँ मोमो नचिप्लोस् भनेर। देख सकते इधर हमारे शेफ लड्डू बना रहे बोले बोले। अब हामी लामो बनाएर यसलाई काट्छौँ अनि अनुसार मोमो बनाउँछौँ। अब रुख्यो भने काट्न देखिने अहिले आटो मिसके भएन मैले राम्रो यहाँ के छ मोमो बनाएका छौँ किनभने सेन्टर बनाउनु धेरै हुन्छ। त्यही भएर हामी सानो भन्दा ठुलो मोमो बनाउँछौँ। यसलाई हामी फोल्ड गर्छौँ। हामी यत्रो अब मोमो बनाउँछौँ आकार सिकिन्छौँ। यति बेला साइड यस्तो दिएर यस्तो चिप्ने फेरि अर्को यस्तो चिप्ने फेरि यस्तो चिपेर हामीले यस्तोमा यस्तो मोमो रेडी हुन्छ। आज हामी एउटा खतरा मोमो बनाएर तयार गर्छौँ। मोमो हाल्छौँ। आज किन हल्ला लाग्छ उतने बनेगा फाइनली मोमो हामी बेलिसकेका छौँ। टेढामेढो भए पनि क्या उतने भनेर आइज गर्छौँ। अब भाइ यति पिलो खाइ मन टमाटर मन त्यति थपे पिलो हुन्छ भने हरियो खुर्सानी हामी भुट्छौँ। टमाटर पानी कुक्ने अदुवा लसुनको पेस्ट हाल्छौँ। हरियो खुर्सानी पेस्ट पनि हाल्छौँ। टमाटर हाल्छौँ।
डम्बल ओदो ओदो म रेडी भइसकेको छ समटाइम पनि चटनी हो Hanya yang boleh mau sama pagi saja. Mau mama guys mau ikut. Wah, mama ini dia sama-sama cek yang mau ikut sama-sama. Swag. Pandit. Sometimes मच्छरको तेल हाल्दैन त्यहाँ उयो लाएर खाने हेलो 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 Hello, I'm Simon Hunter.